वैदेशिक रोजगारमा कामदार पठाउने मेनपावर कम्पनीहरूले वैदेशिक रोजगारमा जाने युवाहरूलाई विदेश पठाउन बन्द गरेको छ। कार्यक्रममा नीतिगत सुधार सहितका माग राख्दै वैदेशिक रोजगार व्यवसायीहरूद्वारा विदेशमा कामदार पठाउन बन्द गरिएको घोषणा मन्त्री स्तरीय निर्णयबाट ल्याउन सकिने कुरा छ, त्यसलाई जबसम्म सम्बोधन गर्दैन तबसम्म हामी श्रमिक पठाउन सक्दैनौँ। सरकारबाट माग पुरा नभएसम्म उनीहरूले वैदेशिक रोजगारमा जाने युवाहरूलाई विदेश नपठाउने निर्णय गरेको छ। अब यता अहिलेको सरकार जसलाई जेनजी सरकार, बालेन सरकार पनि भनिन्छ, अहिलेको सरकारले बन्द रहेका विभिन्न कल कारखाना तथा उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न प्रयासहरू गरिरहेको छ र यो विभिन्न प्रयास पूर्ण रूपमा सक्सेस भयो भने, सञ्चालनमा आयो भने युवाहरूलाई विदेश किन जानु पर्यो? थोरै भए पनि तलबमा नोकरी त पक्कै पनि पाउँछ होला नि, किनकि वैदेशिक रोजगारमा विदेश जान नपाइसकेका युवाहरूले त केही न केही गर्नु पर्यो, खानको लागि, बाँच्नुको लागि, आफ्नो परिवारलाई हेर्नको लागि केही न केही त गर्नु पर्यो। त्यसैले यो नेपालको कल कारखाना तथा उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आइदियो भने युवाहरूले नोकरी चाहिँ नेपालमै पाउनेछन्।